सर हजुरलाई थाहा छ युएस भिजा इन्टरभ्यूमा स्टुडेन्टको भिजा किन रिजेक्ट हुन्छ? स्टुडेन्टले आफ्नो एन्सर राम्रोसँग कन्भे गर्न नसकेर त होला नि सर। सर त्यो पनि हो, तर हामीले के बुझ्नुपर्छ, भिजा इन्टरभ्यू भनेको कन्भर्सेसन हो। यहाँ भिजा अफिसरले क्वेसन सोध्ने, तपाईँले एन्सर दिने मात्रै होइन कि तपाईँले भिजा अफिसरसँग इन्टरेक्सन गर्नुपर्छ। तपाईँ त्यहाँ प्रेजेन्टेबल हुन सक्नुपर्छ, आफ्नो स्टडी प्लानलाई प्रपरली एक्सप्लेन गर्न सक्नुपर्छ। तपाईँले त्यो युनिभर्सिटी किन चुज गर्नुभयो, त्यो प्रोग्राममा किन इनरोल हुन चाहनुहुन्छ भन्ने कुरा एक्सप्लेन गर्नुपर्छ। यही कुराहरू गर्न सक्नु भएन भने भिजा रिजेक्ट हुन्छ। तपाईँको I-20मा भएको COA अनुसारको तपाईँको फाइनेन्सियल प्रुफ हुनुपर्छ। त्यो फाइनेन्सियल प्रुफ तपाईँले देखाउन सक्नु भएन, एक्सप्लेन गर्न सक्नु भएन, प्रेजेन्ट गर्न सक्नु भएन भने पनि भिजा रिजेक्ट हुन्छ। तपाईँले I-20मा भएको COA अनुसारको फाइनेन्सियल प्रुफ देखाउनुपर्छ। त्यो फाइनेन्सियल प्रुफ तपाईँले एक्सप्लेन गर्न सक्नु भएन, प्रेजेन्ट गर्न सक्नु भएन भने पनि भिजा रिजेक्ट हुन्छ। तपाईँको डकुमेन्ट राम्रो छ तर डकुमेन्ट अनुसारको रेस्पोन्स छैन, भिजा अफिसरले जुन एन्सर खोजिरहेको छ डकुमेन्ट बेसिस भएर त्यो एन्सर छैन भने पनि तपाईँको भिजा रिजेक्ट हुन्छ। तपाईँ नर्भस हुनुभयो, एन्सर मेमोराइज एन्सर छ, रटेर आउनु भएको छ, त्यो भन्दा बाहेकको कुनै अरू क्वेसन सोधियो र तपाईँले एन्सर दिन सक्नु भएन भने पनि भिजा रिजेक्ट हुन्छ। भिजा अफिसरले चाहिँ रिसर्च बेस्ड एन्सर खोजेको हुन्छ, त्यो एन्सर तपाईँले डेलिभर गर्न सक्नुपर्छ, नभए भिजा रिजेक्ट हुन्छ। सर अर्को भनेको प्लान आफ्टर ग्रेजुएसन, तपाईँको करियर अब्जेक्टिभ। यो कोर्स पढिसकेपछि तपाईँले त्यसलाई कसरी युज गर्नुहुन्छ, तपाईँको फ्युचर प्लानिङ के हो, त्यो चिजलाई पनि एक्सप्लेन गर्न सक्नु भएन भने तपाईँको भिजा रिजेक्ट हुन्छ। हजुरहरूको पनि यस्तै समस्या छ, इन्टरभ्यू प्रिपरेसन कहाँबाट गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने 9 एजुकेसनको मक भिजा इन्टरभ्यू क्लासमा जोडिनुहोस्। हजुरले यहाँ आफ्नो कन्फ्युजन, आफ्नो डाउटलाई क्लियर गरी कन्फिडेन्स बुस्ट गर्न सक्नुहुनेछ।